धान कुट्ने मसिन प्लस गहुँ पिस्ने मसिन, मिनी कम्बाइन, राइस मिल। यो एउटा कम्बाइन राइस मिल चाहिँ घरको बिजुली 3 HP मोटरबाट चल्न सक्छ। यसमा पहिलेको कम्बाइन मेसिनभन्दा यसमा के फरक छ भन्दाखेरि पहिलेको कम्बाइन राइस मिलमा भनेको धानबाट चामल निक्लिँदाखेरि बाहिरको धानको बाहिरको बोक्रा चाहिँ खोस्टा मात्रै भएर निस्किन्थ्यो भने यो मेसिनले चाहिँ त्यो खोस्टालाई पनि धुलो बनाएर टुक्राएर भुस बनाएर निकाल्छ। पहिलेको राइस मिलमा भनेको चाहिँ अरू नर्मल राइस मिल मोडलहरूमा चाहिँ तपाईँको त्यसमा चाहिँ धानको बाहिर बोक्रा चाहिँ त्यो खोस्टासँग भरै आउँथ्यो भने यसमा चाहिँ तपाईँले साइडमा हेर्न सक्नुहुन्छ। यसमा चाहिँ पुरै भुस बनेर आउँछ। चामल पनि हेर्न सक्नुहुन्छ, राम्रोसँग वाइट चामलै आउँछ र यसमा मैले स्पिड कन्ट्रोलर पनि दिएको छु। आफूले चाहेअनुसारको स्पिडमा यो मेसिनहरू चलाउन सकिन्छ। साथै हामीले यसमा एमसिबी पनि दिएका छौँ। ओभरलोड हुँदाखेरि एमसिबी झरोस् भनेर हामीले एमसिबी पनि कनेक्ट गरेका छौँ। हेर्न सक्नुहुन्छ हामीले अहिले यहाँ धान हालेर ट्रायल गरिरहेका छौँ। चामल पनि एकदम वाइट चामल निक्लिरहेछ, हेर्न सकिन्छ। यो चाहिँ तपाईँले के हुन्छ भने आफ्नो वडा स्तरमा एउटा सानो व्यवसाय गर्नु पऱ्यो भने चाहिँ यो गर्न सकिन्छ होइन। अब हामीले कुरा गरेको भुसमा हेर्न जाउँ। भुस हेर्न सक्नुहुन्छ एकदमै फाइन तरिकाको भुस निक्लेको छ है। हामीले हेर्न सकिन्छ एकदम फाइन तरिकाको भुस छ। यो भनेको नर्मल राइस मिलमा हुँदैन, यो चाहिँ यो स्पेसल बटरफ्लाई राइस मिलमा मात्रै हुन्छ। कम्बाइन राइस मिलकै अर्कोपट्टिमा चाहिँ यो हामीले मकै पिसेर देखाइरहेको छौँ। यसमा चाहिँ हामीले डिक्स मिल पनि भनिन्छ यो साइडकोलाई। डिक्स मिलमा भनेको हामीले नर्मली जाली लगाएर सानोदेखि ठुलोसम्म जाली लगाएर आफूले चाहिने पिठो जेनेरेट गर्न सकिन्छ। जाली पनि हामी 1 mm 2 mm 3 mm जुनै साइज पनि पाउँछ। मेसिनसँग भनेको नर्मली हामीले दुईवटा जाली दिएर आउँछौँ। र अब यसको बारेमा थप जानकारी चाहिएमा, यसको प्राइजहरूमा चाहिएमा तपाईँले एकछिन दिनेबाट सम्पर्क गर्न सक्नुहुन्छ। समयअनुसार यो चेन्ज भइरहेको हुन्छ। अहिलेको समयमा यो मेसिनको प्राइस भनेको हामीले 46,000 राखेको छौँ। त्यस्तै नर्मल कम्बाइन राइस मिलहरू हामीसँग 35,000 पनि सुरुवात छन्। धन्यवाद। च्याख्ला पिठो जस्तो निकाल्नु पनि सकिन्छ यो जाली चेन्ज गरेपछि।